गाइस तपाईलाई स्वागत छ आजको भ्लगमा। आजको भ्लगको स्पेशल के हो भन्दाखेरि तपाईलाई हामी नयाँ नयाँ ट्रिक्स गर्न गइरहेको छौं। त्यो डेली लाइफमा चाहिने ट्रिक हो। तपाईहरु सबैजना संलग्न भएर सिक्नु होला। लेट्स गो गाइस। नम्बर 1 ट्रिक चाहिँ यो हो हैन। चिया हामीले चिया चाहिँ कसरी खानु पर्छ के क्यामेराम्यान यसरी पहिला उठाउने हैन अनि यसो गर्ने अनि खाने गाइस। नम्बर 2 चाहिँ गाइस यो हो कि सबले चाहिँ हामीले कसरी लगाउनु पर्छ क्या कसरी लगाउने हो हेर्नु गर्ने अनि छिराउने दाहिने खुट्टा अथवा खुट्टा पनि सरी छिराउने भएको छ। हामीले चाहिँ कसरी हाल्नु पर्छ क्या यहाँ आउनु गाइस। पहिला यसरी कोर्ने हैन अनि कोरेर त्यहाँ भएको पिन नम्बर हामीले डायल गरेर हाल्ने हो गाइस। तो रुको क्लाइमैक्स अभी बाकी है। फोनमा चाहिँ के छ भन्दा गाइस हामीले हेलमेट कसरी लगाउनु पर्छ क्या गाडीतिर हिँड्दाखेरि अब चाहियो नि त हेलमेट त हैन अनिवार्य हो। त्यही भएर गाइस पहिला यसो गर्ने के पनि त्यो भाग यहाँ समात्ने दिपट्टि यसरी लाउने यसरी ट्याक्क हैन भइगयो त। खाएपछि चाहिँ के भन्दाखेरि हामीले मुडाई निकालेर कसरी बस्ने त यहाँ हाल्ने गाइस। अलि क्यामेरामा छेउमा पहिला यसो गर्ने यसरी ट्याक्क बस्ने भइगयो त। डिप्रेशन में रहता हूँ हमेशा। अभी मैं डिप्रेशन में हूँ गाइस। नम्बर 6 मा चाहिँ के छ भन्दाखेरि यो गालले चाहिँ कसो हलाउने क्या हामीले यहाँ आउने गाइस यसो गर्ने भइगयो त। मतलब अलग ही लेवल का बंदा था। नम्बर 6 मा चाहिँ के छ भन्दाखेरि यो भाडालाई कसरी यहाँ राख्ने क्या क्यामेराम्यान अलिक छेउमा आउने पहिला यसो गर्ने दुई हातले उचाल्ने अनि ट्याक्क राख्ने यसो भयो भने भइगयो। अरे भाई एक रुमाल देना मनीष। देखो मैं रो नहीं रहा हूँ, मैं खुशी में मेरे आंसू निकल रहे हैं ना, मुझे बहुत गर्व है। नम्बर 8 मा चाहिँ के छ भन्दाखेरि यो गिलासमा पानी कसरी भरि पार्ने त लाउनु गाइस। यो बटार्ने पानी आयो नि यसो गर्ने भरि गर्दा पानी यसरी। नम्बर 9 मा चाहिँ यो छ भन्दाखेरि कि यो लुगालाई यहाँबाट लगेर त्यहाँ कसरी सुकाउने क्या तारमा पहिला यसो गर्ने यसरी लास्ट नम्बर 10 मा चाहिँ के छ भन्दाखेरि गाँठो परेको के भन्छ डोरीलाई कसरी निकाल्ने त लगाइछ यसो गर्ने पहिला यसो गर्ने गाडो छ नि त हैन यसो गर्ने यसरी फुत्ते निकाल्ने। तपाईलाई कस्तो लाग्यो यो छोटो मिठो पावर प्लान भ्लगलाई राम्रो लाग्यो भने लाइक सब्स्क्राइब कमेन्ट गरेर हस्त धन्यवाद।